भनेपछि त यहाँ यी नदिइरहेको त लुलु त नि हामी प्रेम मलमा चाहिँ सपिङ गर्न आइरहेको छौँ। यहाँ सेल लागिरहेको छ गाइजहरू। त्यही भएर चाहिँ हाम्रो अर्का नानी चाहिँ ड्युटीबाट आएको हो। यस्तो कपडा कसले लाउँछ हौ घान्द्राङ घुम्नु पुरै म्याक्सीहरू पाउँदो रहेछ हैन आमाहरूको लागि त छ नि है कलर जान्छ है त कोर्सेट लाने हो त यो त मैले अस्ति उमा किनेको पुरा मोटो मान्छे माछा जस्तै लाएर थोर है तर हुन्छ होला हौ होइन र चेक गर्ने ठाउँ छैन। यहाँ चाहिँ सस्तो मस्तो कपडाहरू ठिक्कको प्राइसको मम्मी हेर्नु हुँदैछ मलाई कस्तोले म्याच गर्छ हौ यो किन्ने हो अच्छा ऑफर दिया हुआ है। मलाई कलर चुज गरिदिनु त नानी ट्रली चाहिँ कहाँ गरिदियो अनि मम्मीलाई गर्ने भने होइन कोही त नि साट्ने कपडा यत्रो ज्यानको कपडा हो यो त हामी मोटो भनेको त हाम्रो बाउ पो रह त नि अति गरौँ है गरौँ खतरो त हौ तर फेरि है यो मलाई हुन्छ हुन्छ ठुलो हुन्छ ठिक छ त है त्यो जब ठुल्ठुलो साट्ने भयो त खोइ हामीलाई मम्मी कस्तो मोटी हुनुहुन्छ कि पातली ल मैले यो लिने भयो मलाई यो ठिक लाग्यो सेटमा लाग्यो ठिक छ त्यो मम्मी कति रहेछ नि त है मार्केटमा छ त्यो मैले किन्यो भने कहाँ हो त्यही हो कि के हो यहाँ कहाँ अर्कै ठाउँ जानुपर्छ कुनै भेट्ने यस्तो आउँछ है मजाको कस्तो राम्रो देख्छ हो ल चाहिँ कति रहेछ यसको चाहिँ त्यस्तो आफ्नै ज्यान चाहिँ यत्रो छ जुरेलीको छ यत्रो यहाँ चाहिँ कपडाहरू एकदमै चिप प्राइसमा पाउँदो रहेछ है यही टली लैजाऊ बोजूले यही साट्ने मम्मीलाई आफूलाई न यो त त्यतिकै लगाएर हिँड्दा पनि हुन्छ होला कट्टु है बङ्गरङ बङ्गरङ हो ल त हेरौँ न त त्यो अघिको 3 स्टेप रह नि त है यो कस्तो राम्रो देखिन्छ है उनीहरूलाई त मलमा गाइसकेर हामी चाहिँ सुटिङ गर्दैछौँ यस्तो छ मल चाहिँ एकदमै चिप प्राइस धेरै पनि छैन थोरै पनि छैन राम्रो छ मिडियम क्वालिटीको कपडाहरू पाउँछ कस्तो राम्रो है योहरू त माला यहाँ किन्नु त मलाई आपको मैं टिकटॉक में देखी थी यूट्यूब में देखाइ दो अब दादा को खिच्नु मलाई आउँदैन आपको ये चाहिए नीचे वाला? हाँ इसका अलग रेट है
अलग रेट कितना है उसका? ये 2.5 बट ये छोटा साइज, ये सेट बड़ा साइज नहीं है? इसका बड़ा साइज आपको छोटा। त्यसको छुट्टै प्राइस हो रे के तपाईले त्यो त्यही त कोट मलाई र हुँदैन तिमी कोट र प्यान्ट मात्र लिनु न। हाँ ओके। ये तो यो ब्ल्याङ्केट पनि पाउँदो रहेछ त यहाँ है। तल तल हो यो कलर रेड त मैले लिइहालेँ। ओ मलाई यस्तो किन्नु मन लागेको हो, यस्तो सर्ट के। TikTok? TikTok I know. TikTok. Yeah. यो पनि आउँछ, यो पनि ठिक छ त है। यो राम्रो त्यो ब्लेजर। ल कस्तो मेरो लङ कोट पनि छ हो। यो हाँ बाबा Hey. हाई। अस्ति आफूले बहिनीलाई लगिदिएको पनि दामी लागेको थियो मलाई यस्तो देखिने। I think I'll put my bag inside. One, This is mine. three. Mama. Okay, come here, brother. Next time किनौला हैन त्यो Cash क्यास or क्यास ما فيش كنت؟ माफी क्यानेट क्यास في كنت؟ اوكي. Why you need क्यानेट? Thank you. Last time what I said to her, last time he need to cut 16 kg or he cut only 12 kg. Really? And she, what is that? It's only 12 kg. No, my amount was 16, brother. Why you cut 12 only? Only been some. तर यो प्यान्ट फ्लेक्सिबल रहेन। हो चाहिँ मलाई यो छाला जम कताबाट निस्किने हो? मान्छे चाहिँ यस्तो छ भाङ्रे भाङ्रे। ओके Welcome. यस ब्रदर ब्लग। Hi, how are you? फेरि भाङ्रे कपडा भेटेँ मैले। म खालि त्यस्तै मात्रै रुचाउने के हो तिमी त? हाम्रो 10 को 3 छ हाम्रो जुन चुज 10 को 3 छ। राम्रो रहेन रहेछ न त एकदमै कति राम्रो छ नि हेर्नु त। अँ त है 950 यस्तो ठिक हुन्छ त है। ओके भाई कितना हो गया? 12 KD 650। ओके जम्मा भयो है। जुत्ताहरू पनि आउँदो रहेछ दामी दामी। हो यो जुत्ता चाहिँ ठिक लाग्यो है मलाई। रोज्नु हामी चाहिँ सपिङ गरेर पनि डिस्काउन्ट एकचोटि आयो म त यो मल। तपाईँले यस्तो सेट भन्नुभएको थियो नि अघि नै। हो यस्तो भनेको यसको कति देखेकै छ? छोड यहाँनिर एक दुई ठाउँ हामी चाहिँ अब सपिङ गरेर निस्केको। अब घर जानुपर्ने हुन्छ हामी होइन। प्रेम मल पनि घुम्यो। हेर्नु सासूमा तपाईँको बुहारी एकदम लजाइराखेको छ भिडियोमा। चाहिँ आफूलाई चाहिँ सुहाउँछ।
2 रुपियाँ भनेर बोलाएर मार्नु लाग्छ त यस्तो भनेको मैले कर्सेट उमै होइन तपाईँले लिएको ठिक छ मनलाई दुखाउनु छैन दुखाएको त त्यही पनि अबाया लाग्नु अर्को पालि अबाया किन्नु एकचोटि त्यो पनि लगाएर भिडियो बनाउनु लाग्यो अर्को ठाउँमा आइपुग्यो हामी बाई बाई सी यू ब्ल्याङ्केट पनि रह किन्नु आउनुपर्छ दिदी कार्गो नै लानु पाउँदैन अहिले नेपालमा के काम त कार्गो होइन मेरो दिदीले लिन आउनुभएको छ त्यही भएर बाहिर घुम्न सकिँदैन गरमेज पनि छ है कस्तो राम्रो खद्दामा कपडाहरू सेतो त यिनीहरू पनि ठिक छ है खानु त तर क्वालिटी गएको बनाउने कुन चाहिँ ए यहाँ छ त नि नो बाबा खलास बेसी आम्मा यो त तिमीलाई सुहाउँछौ त्यसले त यहाँ हामी यो फ्रक हेर्नु न जुत्तामा त आए चप्पलमा चाहिँ आँखा जाँदैन मेरो जुत्तामा चाहिँ खतरा खतरा रहेछ यो जेन्ट्स कि लेडिजको हौ यो जेन्ट्स हाउ मच आइम नेपाली यस थ्याङ्क यू नमस्ते ट्राई गर त कतिको राम्रो देखिन्छ त पछि उ गर्नु पर्यो नि त छिटो घरमा नातिनी चाहियो होला बोजूलाई नातिनी चाहियो अब पर्खिने कताबाट मलाई थाहा छैन बाहिर निस्किँदै गरेको गाइजहरू हामी चाहिँ बाहिर निस्किनु भनेको हराइ गयो गाइडले हराइ पठायो गाइजहरू सक्नु चाहिँ हाई 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 अब चाहिँ नेक्स्ट टाइम कस्तो परी जस्तो होइन टाउको मार्नु होला या तपाईँ खाँदिनँ अब निक्लिनु अब ठाउँमा आइपुग्यो निस्केको हो र निस्केको खलास सक्यो हामी चाहिँ सकेर निस्केको है गाइजहरू सपिङ पनि दर्नु भयो देखाउ देखाउ घरमा मम्मीहरूले हेर्नु देखाउने छोरीले सपिङ केटी धेरै बसमा जानु ल नजिकै हो ए ल ल ल ए मैले थाहा पाएँ कहाँको भनेर भयो ल गाइजहरू हामी चाहिँ फ्राइडे मार्केटको ब्याक साइडमा अब पैसा गर्छ तपाईँको मात्रै टेन्सन भइरहेको छ फेरि मम्मीहरूले चाहिँ यो भिडियो त देख्नुहुन्छ पक्कै पनि छोरीले यति धेरै सपिङ गर्दै होइन गरी चाहिँ सकेको छ हिजो अस्ति नै गरिसकेको छ उसले आज चाहिँ दिदीले अफवाह फैलाउनु भयो मम्मीको चाहिँ एक्सचेन्ज गर्नुको लागि मात्रै आएको हो चाहिँ होइन अनि त्यही हो आजको भिडियो यस्तै भयो हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला कति लाग्छ हामी चाहिँ घर लाग्यो बस चढेर सरर लाग्नुपर्ने हुन्छ अघि चाहिँ हामी ट्याक्सीमा आएको अलिक माथिल्लोपट्टि झर्नुपर्ने हुन्थ्यो धेरै ल आजको भिडियोमा होइन हाम्रो अर्बा बहिनीले भन्नुहुँदै थियो क्यामेरा चाहिँ आज नठडाउनै दिदी भन्दै थिइन् होइन दिदीलाई लाग्दैन त्यही त आजको भिडियो हाम्रो यस्तै भयो
लाइक कमेन्ट सेयर गरिदिनु दिदीकोमा प्लिज मैले नल्याउनु भनेको छु लिएर आउनु भयो ल धन्य टाउकोमा हानिदिनु भयो बाई सी यू नेक्स्ट भिडियो बाई